सम्पूर्णमा नमस्कार। म डाक्टर प्रकाश अधिकारी, हाल केन्द्रीय रिफरल पशु चिकित्सालयमा एज अ पशु चिकित्सक भेटनेरी डाक्टरको रूपमा कार्यरत छु। आज म तपाईहरुलाई कुकुर बिरालोमा देखिने छालासँग सम्बन्धित समस्याहरूको बारेमा केही आफूले जानेको अनुभवहरू म तपाईहरुलाई शेयर गर्न चाहन्छु। धेरै जसो पेट ओनर हाम्रो हस्पिटलमा भिजिट गर्ने पेट ओनरहरूले आफ्नो कुकुरलाई चाहिँ छालाको समस्या भएको भनेर विभिन्न सिम्पटम्सहरू सहित अथवा विभिन्न समस्याहरू लिएर हामी कहाँ आउने गर्नुहुन्छ र धेरैजनाले प्राइमेरी भेट अर्थात् टेक्निशियनहरुसँग पहिल्यै उपचार पनि गराइसक्नु भएको हुन्छ र विशेष गरेर स्किनका थुप्रै रोगहरू छन्। लिस्ट अफ डिजिज छन् स्किनको। त्यसकारणले गर्दा हामीले यतिकै सिम्पटमको आधारमा अथवा हेरेर मात्र हामीले छालाको यही रोग हो भनेर भन्न सक्दैनौँ। त्यसकारणले गर्दा फर इक्जाम्पल हामीले ब्रोडली क्लासिफाई गर्नु पर्यो भने स्किन डिजिजलाई हामी दुईटा तरिकाले क्लासिफिकेसन गर्न सकिन्छ। डिफ्रेन्ट तरिका छन्। त्यो मध्ये मलाई कम्फर्टेबल लाग्ने चाहिँ मैले दुईटा तरिकाले स्किन डिजिजलाई क्लासिफाई गर्छु। एउटा चिलाउने खालको जसलाई हामी इचिङ अथवा प्रुराइटिस भनेर भन्ने गरिन्छ। अर्को नचिलाउने अथवा नन प्रुराइटिक स्किन डिजिजको रूपमा क्याटेगोराइज गर्न सकिन्छ। र प्रुराइटिसमा विशेष गरेर कुनै एक्सटर्नल प्यारासाइट टिक फ्लीहरू हुनसक्छ, माइट्सहरू हुनसक्छ, त्यस्तै गरेर ब्याक्टेरियल इन्फेक्सनहरू हुनसक्छ, फङ्गल इन्फेक्सन हुनसक्छ, इस्टको इन्फेक्सन हुनसक्छ भने डिफ्रेन्ट किसिमको एलर्जीहरू, फुड एलर्जी हुनसक्छ, इन्भाइरोमेन्टल एलर्जेन्सहरूको कारणले गर्दा पनि चिलाउने किसिमको छालाको समस्याहरू देखिन सक्छ। त्यसकारणले गर्दा यी यस्ता विविध चिलाउने कजेटिभ एजेन्टहरू धेरै छन्। त्यसकारणले गर्दा हामीले हेरेर मात्र हामीले पत्ता लगाउन सक्दैनौँ। त्यसको लागि चाहिँ डिफ्रेन्ट ल्याबोरेटरी टेस्टहरू गर्नुपर्ने हुन्छ र त्यसकारणले गर्दाखेरि यदि तपाईले आफ्नो कुकुरलाई सही तरिकाले उपचार गर्न चाहनुहुन्छ भने सकेसम्म ल्याबोरेटरी टेस्टहरू गराएर मात्र स्किनको ट्रिटमेन्ट गराउँदा चाहिँ उपयुक्त हुन्छ। त्यस्तै गरेर नन इचिङ अथवा नचिलाउने किसिमका डिफ्रेन्ट रोगहरू हुन सक्छन्। जस्तै तपाईको नचिलाउने केसहरूमा चाहिँ हर्मोनल डिजिजहरू हुन सक्छ। हाइपोथाइरोइडिजम एउटा मेजर कज हुन सक्छ। त्यस्तै गरेर कसिङ डिजिज जुन एड्रिनल ग्ल्यान्डको इन्सफिसियन्सी हामी भन्न सक्छौँ। जुन कसिङमा पनि त्यो समस्याहरू, स्किनको समस्याहरू देखिन सक्छ। कहिलेकाहीँ डायबिटिजमा स्किनको समस्याहरू देखिन सक्छ। त्यस्तै गरेर कुनै ट्युमरहरू छ छालामा भने त्यस्तो किसिमको केसहरूमा, नियोप्लास्टिक केसहरूमा पनि स्किनको समस्याहरू देखिन सक्छ। त्यस्तै गरेर अटो इम्युन डिजिजहरू हुनसक्छ। कहिलेकाहीँ अटो इम्युन डिजिजहरूमा पनि स्किनमा समस्या देखिन सक्छ। त्यसकारणले गर्दा मैले अहिले भर्खर तपाईँलाई 8-10 वटा रोगहरू भनिसकेँ जुन चाहिँ हामीले आँखाले हेरेर मात्र अथवा तपाईँले भनेको आधारमा मात्र हामीले त्यो रोग पत्ता लगाएर उपचार गर्न सक्दैनौँ। त्यसकारणले गर्दा यदि तपाईँले चाहिँ सही तरिकाले आफ्नो कुकुरको छालाको रोगको उपचार चाहनुहुन्छ भने एउटा दक्ष भेटनेरी डाक्टर अथवा पशु चिकित्सकलाई देखाएर विभिन्न टेस्टहरू गरेर मात्र छालाको उपचार गर्नु हुनको लागि म अनुरोध गर्न चाहन्छु। र यदि तपाईँ यदि काठमाडौँ वरिपरि हुनुहुन्छ भने केन्द्रीय रिफरल पशु चिकित्सालयमा तपाईहरू भिजिट गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।